नमस्कार। काठमाडौँमा घर भएको 34 वर्षको क्षेत्री समुदायबाट अविवाहित जो एमडी क्लियर गर्नुभएको छ, डाक्टर हुनुहुन्छ, उहाँले बिहे गर्नको लागि महिला दुलहीको खोजी गर्नुभएको छ। ल, अविवाहित महिला दुलही, तपाईको आफन्तमा कोही महिला दुलही बिहे गर्नको लागि पुरुष दुलहाको खोजीमा हुनुहुन्छ भने यो भिडियो तपाईहरुको लागि पर्याप्त हुन सक्छ। अन्तिमसम्म सुन्नु होला। राम्रो खानदान परिवारको काठमाडौँमा घर भएको जो एमडी क्लियर गर्नुभएको डाक्टर हुनुहुन्छ, उहाँ अमेरिका जाँदै हुनुहुन्छ। सुन्नु होला, अमेरिका जाँदै हुनुहुन्छ। उहाँले बिहे गरेर अमेरिका लैजाने अथवा सकेसम्म अमेरिकामै हुनुभएको एमडी गर्नुभएको महिला दुलही अथवा नेपालमै हुनुहुन्छ भने पनि एमडी क्लियर गर्नुभएको अथवा एमडी गर्नुभएको महिला दुलही क्षेत्री ब्राह्मण समुदायबाट हुनुहुन्छ र पुरुष दुलहाको खोजी गर्दै हुनुहुन्छ भने अब ढिला नगरिकन हामीलाई सम्पर्क गर्नुहोला। सम्पर्कको लागि हामीलाई मेसेज गर्नुहोला। यही टिकटकमा मेसेज गर्दा पनि हुन्छ, फेसबुकमा मेसेज गर्दा पनि हुन्छ, अथवा हाम्रो यो प्रोफाइलमा नम्बर रहेको छ, नम्बरमा फोन गर्न सक्नुहुन्छ। साथै हामीलाई व्हाट्सएपमा होइन, बायोमा रहेको नम्बरमा भाइबर गर्नुहोला। व्हाट्सएपमा समस्या आइरहेको छ, त्यसैले भाइबरमा जोडिनु होला। र पुरुष दुलहा जो एमडी डाक्टर हुनुहुन्छ, उहाँ एकदम ह्यान्डसम हुनुहुन्छ, उहाँ प्रोफेसनल व्यक्ति हुनुहुन्छ। उहाँको लागि त्यही अनुसारको असल इमानदारी संस्कारी एमडी गर्नुभएको जो महिला दुलही डाक्टर हुनुहुन्छ, तपाईँ अविवाहित हुनुहुन्छ र पुरुष दुलहाको खोजी गर्दै हुनुहुन्छ भने ढिला नगरिकन सम्पर्क गर्नुहोला। थप विवरण हामी तपाईहरुलाई कलमा अथवा मेसेजमा भन्नेछौँ। धन्यवाद। नमस्कार।